राष्ट्रपतिले अड्कायो भने उनी आफै अड्किन्छन्। अध्यादेशको बाटो छँदा किन 4 महिना खेर फाल्ने? अध्यादेशबाट काम गर्नै पर्छ। अध्यादेश नल्याएसम्म यिनीहरूले अगाडि बढ्न दिँदैन। अध्यादेश भनेको अति आवश्यक नगरी नहुने कामलाई अलि छिटो गर्न खोजा हो। किनभने कानुन बनाउँदाखेरि लाग्छ, त्यसको प्रक्रियामा जाँदाखेरि कमसेकम 3-4 महिना लाग्छ। अध्यादेशलाई पछि सुधार गरेर कानुनको रूपमा ल्याउन सकिन्छ, केही बिग्रिँदैन। कसैले अध्यादेश ल्यायो भनेर डराउनु पर्दैन, मूर्छा पर्नु पर्दैन। समय नभएपछि झ्यालबाट निस्किनु पर्छ। समय चाहियो। अब असार महिना भित्रमा केही काम गर्नुलाई रोकेको छ भने झ्यालबाट छिरेर पनि काम गर्नुपर्छ। बहुमतले होइन के, प्रक्रियामा लैजाँदाखेरि हरेक प्रक्रिया पुरा गर्दाखेरि अब नगरी नहुने कुरा ल्याउने हो। अलि पछि गरेको कुरालाई पछि गरे हुन्छ। मेरै अध्यादेश पनि आएको छैन, आउँछ, केही न केही आउँछ, केही न केही आउँछ। अध्यादेश ल्याउने गर्नै पर्छ, गर्ने हो। अध्यादेश भनेको अहिलेको कानुन होइन, त्यो अध्यादेशलाई पछि सुधार गरेर कानुनको रूपमा ल्याउन सकिन्छ, केही बिग्रिँदैन। कसैले अध्यादेश ल्यायो भनेर डराउनु पर्दैन, मूर्छा पर्नु पर्दैन। त्यो 182 जनालाई प्रक्रियामा जाँदाखेरि 4 महिना लाग्छ भने मैले अध्यादेशको बाटो छँदा किन 4 महिना खेर फाल्ने? अरू कुरा नसोध, किताब बेच्ने कुरा सोध। अरू कुरा सोधेर फाइदा छैन। 10 बजेदेखि 3 बजेसम्म यहाँ भनेको छ। मान्छे आयो भने 4-5 बजेसम्म पनि बस्न सकिन्छ। ल आउनु, दिनभरि किताब बेच्ने हो। भोलि शनिबार पनि किताब बेचिन्छ, छुट्टीको दिन छ। हजुर, आइतबार चाहिँ काम हुन्छ। ल आउनु, आइतबार चाहिँ होमवर्क गर्नुपर्छ। सिंहदरबारको स्कुलमा जाने होमवर्क।